जस्तै अहिले उपसभामुखमा रवि ठाकुरजीलाई बनाइएको छ। अब त्यसमा मेरो समर्थन पनि छैन, विरोध पनि छैन, किनकि उहाँ केवल एउटा युवा हुनुहुन्छ। ठिक छ, विश्वमा 25 वर्षभन्दा होइन लगभग 25 वर्षसम्म सभामुख त्यो एजको होइन सभामुख अहिलेसम्म भएको छैन। ओके, ठिक छ, तपाईँ विश्व इतिहास बनाउनु भयो, तर इतिहास बनाएर के हुन्छ? इतिहास बनाएर के हुन्छ? सभा उपमुख र उपसभामुख भनेको सदनमा होइन सदनलाई म्यानेज गर्न सक्ने, सदनमा बोल्न सक्ने मान्छे हुनुपर्छ। एउटा 25 वर्षको युवा हुँदैमा रुबीजीलाई उपसभामुख बनाइयो, ठिक छ, तर योग्यता पनि छ। उहाँ चाहिँ एउटा इन्जिनियर ब्याकग्राउन्डको मान्छे हुनुहुन्छ, तर उहाँको प्रष्ट भाषण छैन। उहाँ प्रष्ट बोल्न सक्नुहुन्न कुनै पनि भाषामा। जस्तै नेपालमा बोलिने लगभग 122 वटा भाषाहरू छन् होइन, ठिक छ, नेपाली बोल्न आउँदैन, ठिक छ, ओके, मैथिली बोल्न आउँछ नि। उहाँ नेपालको कुनै पनि भाषामा 2 मिनट जम्मा 2 मिनट भाषण गर्न सक्नुहुन्न। अस्ति मैले 2 मिनटको भाषण मैले सुनेको, उहाँको 103 डिग्री ज्वरो आएको थियो। अब त्यस्तो मान्छे सदन कसरी चलाउन सक्नुहुन्छ? सदनमा कसरी आफ्नो कुरा राख्न सक्नुहुन्छ? त्यो पनि उपसभामुख। उपसभामुख भनेको एउटा राम्रो पोस्ट हो, राम्रो पद हो। 275 जना सांसद मध्ये 2 जना, एउटा सभामुख हुन्छ, अर्को भनेको उपसभामुख हुन्छ। उपसभामुखको काम सदन भनेको चलाउने काम हो। अब ल ठिक छ, उहाँले नेपाली बोल्न आउँदैन, इट्स ओके, नो प्रब्लम, तर नेपालभित्र बोलिने नेवारी भाषा पनि नेपाली भाषा हो, किराँती भाषा पनि नेपाली भाषा हो, मगर र गुरुङको भाषा पनि नेपाली भाषा हो, त्यस्तै मैथिली भाषा पनि नेपाली भाषा हो, भोजपुरी भाषा पनि नेपाली भाषा हो। आफ्नै भाषामा बोल्दा पनि हुन्छ, तर उहाँलाई चाहिँ आफ्नो भाषामा पनि 2 मिनट उभिएर भाषण गर्न सक्नुहुन्न। राजनीतिको बारेमा र थाहा छैन, पोलिटिक्सको बारेमा पी थाहा छैन, त्यस्तो मान्छेलाई सभामुख बनाइयो। ठिक छ, म बधाई दिन्छु, बधाई छ, तर सदनलाई फाइदा के हुन्छ? सदनलाई लाभ के हुन्छ? केवल इतिहास बनाउँदैमा 25 वर्षको युवालाई तपाईँ उपसभामुख बनाइदिँदैमा राष्ट्रलाई के फाइदा हुन्छ? सदनलाई के फाइदा हुन्छ? फाइदा पनि हेर्नु पर्यो नि। महिला नै बनाउने हो भने अरू पार्टीको पनि होला, जस्तै कुनै दलित समुदायबाट पनि बनाइदिँदा हुन्थ्यो, वा कुनै अन्य समुदायबाट बनाइदिँदा हुन्थ्यो, जनजातिबाट बनाइदिँदा हुन्थ्यो, आदिवासीबाट बनाउँदा हुन्थ्यो, हर्क सम्पाङजीकै पार्टीबाट अर्को कुनै महिलाले बनाइदिँदा हुन्थ्यो। एउटा प्रष्ट भाषण त आउनुपर्छ नि यार, नेता हुँदैमा प्रष्ट बोल्न नसक्ने मान्छे यार उपसभामुख। तैपनि बालेनजीले सपोर्ट गर्नुभएको छ उहाँले बनाउनको लागि। त्यसकारण अब ल ठिक छ, मान्यजीहरू 275 जना मान्यजीहरूले मन परेको छ भने हामी त केवल एउटा आम नेपाली नागरिक हो, हामीले मन परे पनि मन नपरे पनि केही अर्थ हुँदैन, केही अर्थ पनि लाग्नेवाला छैन। तर मेरो चाहिँ होइन त्यसमा सपोर्ट पनि छैन, होइन सपोर्ट पनि छैन, सहयोग पनि छैन, त्यो तपाईँहरूको इच्छा हो। तर एकचोटि चाहिँ विचार चाहिँ गर्नु होला। जुन मान्छेलाई कुनै पनि भाषणमा 2 मिनट बोल्न आउँदैन, त्यो मान्छेलाई उपसभामुख बनाएर सदनले के फाइदा हुन्छ? यो चाहिँ मैले विरोध गरेको होइन है, विरोध चाहिँ गरेको होइन, सपोर्ट चाहिँ गरेको होइन। एउटा आम नेपाली भएको नाताले मैले चाहिँ यहाँ प्रश्न मात्र गरेको हो, प्रश्न मात्र गरेको। प्रश्न गर्न पाइन्छ होला नि लोकतन्त्रमा, यो प्रश्न मात्र हो। हस् त, विचार गर्नु होला। जय होस्। अब उपसभामुख ज्यूलाई पनि अब चाहेर पनि वा नचाहेर पनि शुभकामना छ, बधाई छ। तपाईँको कार्यकाल सफल रहोस्। धन्यवाद।